थाइल्यान्डमा सम्पन्न साफ फुटसल च्याम्पियनसिप 2026मा सहभागिता जनाई नेपाली राष्ट्रिय पुरुष फुटसल टोली आज दिउँसो नेपाल फर्किएको छ। साफ मेन्स फुटसल च्याम्पियनसिप 2026को पहिलो संस्करणमा नेपाली टोली तेस्रो स्थानमा आउन सफल भएको छ। नेपाली टोलीले समग्रमा 6 खेल खेले, जसमध्ये 3 खेल जित्न सफल भयो भने 2 खेल बराबरीमा र 1 खेल भने हार बेहोरेको थियो। जित्ने खेलमा नेपालले श्रीलङ्कालाई 2-1 को गोल अन्तरमा जित हासिल गरेको थियो भने बांग्लादेशलाई 4-1 को गोल अन्तरमा र भुटानलाई पनि 4-1 कै गोल अन्तरमा जित हासिल गरेको थियो। नेपालले 2 खेल बराबरीमा खेलेको थियो, जसमा इन्डियासँग 3-3 को र पाकिस्तानसँग 4-4 को बराबरीमा खेल खेलेको थियो भने मालदिभ्ससँग 2-1 को हार बेहोरेको थियो। नेपालले योपालि तेस्रो स्थानमा आफ्नो नाम राख्न सफल भएको छ। पहिलो स्थानमा 18 पोइन्टको साथमा मालदिभ्स भएको छ भने दोस्रो स्थानमा 11 पोइन्टको साथमा इन्डिया भएको छ। तेस्रो स्थानमा 11 पोइन्टकै साथमा नेपाल भएको छ। दोस्रो स्थानमा नेपाल पनि हुन सक्थ्यो, गोलको अन्तरले गर्दा नेपाल तेस्रो स्थानमा आएको हो।